आक्रमण गर्ने मान्छेलाई किटानी जाहेर गरेका छौं। अब प्रहरी मिलेको छ। एसपी दानबहादुर मल्लको यसको डाइरेक्ट संलग्नता छ। लोकतन्त्रमाथिको हमला हो। लोकतन्त्र केपी ओली र प्रचण्डले मात्र ल्याएको होइन। लोकतन्त्र ल्याउन नेपालका 3 करोड नागरिकको भूमिका छ। यो व्यक्तिगत कसैको पेवा होइन। लोकतन्त्र ममाथि आक्रमण गरेर लोकतन्त्रको धज्जी चाहिँ स्वयं अहिलेका नेकपाका साथीहरूले, नेकपाका मान्छेहरूले नै लोकतन्त्रको अपमान गरेका छन्। म यति भन्न चाहन्छु, भ्रष्टाचारको विरुद्धको मुभमेन्टलाई यिनीहरूले सहन सकेनन्। किनभने मैले त सरकारलाई सहयोग गरेका थिएँ भ्रष्टाचारको न्यूनीकरण गर्नुपर्छ भनेर। मेरो यति भन्नु छ, लोकतन्त्रमाथिको यो हमला हो। लोकतन्त्रवादी हुँ भनेर लोकतान्त्रिक गणतन्त्रमाथिको हमला हो।